गुड मर्निङ सबै ब्युटिफुल पिपल आउट देयर है। तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला। म पनि बब्बाल, हामी सबैजना बब्बाल आरामै छौँ। अनि आज चाहिँ ठ्याक्कै 23 तारिक मेरो अब सेकेन्ड लास्ट डे होलिडे है। अनि अहिले चाहिँ ठ्याक्कै बिहानको 11:25 गएको अवस्था छ। हामी सबैले हल्का फुल्का पेट पूजा पनि गऱ्यौँ, खानासाना पनि खायौँ, चिया सबै खायौँ। खाएर चाहिँ ठ्याक्कै 11:25 चाहिँ हामी लास्ट के भन्छ त्यसलाई घुम्ने समय है। हामी चाहिँ अब यहाँबाट बालपाकबाट लालपाक अन्त लाप्राक जान्छौँ। लगभग हाम्रो 3 घन्टा जति लाग्छ होला। सुस्तरी जान्छौँ, रोकी जान्छौँ है। अब बाटो कस्तो छ मलाई पनि थाहा भएन। फर द फर्स्ट टाइम म जाँदैछु है। बाटो कस्तो छ? राम्रै छ है। अनि हामी चाहिँ हाम्रा 2टा ट्याक्सी चाहिँ ट्याक्सीमा जान लागिरहेको छौँ। ट्याक्सी अनि कारमा जान लागिरहेको छौँ। अगाडि कान्छी सोहेर अनि सानो भाइ अनि के भन्छ अरे निशान अगाडि अनि पछाडि हामी सेतो कारमा चाहिँ म, हाम्रो भाइ, हाम्रो सन अनि गुराँस चाहिँ पछाडि छ है। अनि त्यही हामी चाहिँ हिँडेको छौँ। अब त्यही हो, अब हामी अब तेल पनि हाल्नुपर्ने हुन्छ 2,000 है। अब 12 किलो 13 किलो कता चाहिँ त्यतातिर हाल्छौँ। अनि हालेर चाहिँ हामी चाहिँ जान्छौँ है तल। आज चाहिँ लास्ट डे होलिडे है। अनि घुम्ने, भोलि चिल गर्ने, पछि फेरि खच्चड जस्तो अनि उता गएपछि काम गर्ने। ल सुस्तरी है भाइ। ल जय शम्भो, के भन्छ गणपति बाबा मोरिया, जय शम्भो। सुस्तर यो चाहिँ मर्साङदी खोला। अहिले चाहिँ पानी आएको अवस्था छ कि हिजो चाहिँ डाँडाकाँडीतिर पानी परे जस्तो आफूलाई फिल भइरहेको थियो। यता गर्ने भने चाहिँ अलिक सेतोले देखेन है। मोबाइलमा सेटिङ अलिकति प्रब्लम भएको जस्तो छ। अनि त्यही यता चाहिँ दरौदी हो। अनि दरौदी र मर्साङदी मिश्रण भएर चाहिँ दोभान हो है। त्यो चाहिँ दोभान। अब चट्टा हामी जान्छौँ। वेलकम टु गोर्खा भन्नाले नि गेटवे टु गोर्खा है। ल If we tried it, we can make it. But don't we ever just take some chances and stop your thinking and start your living. गाइजहरु है, हामी चाहिँ फाइनली अहिले चाहिँ हाफवे टु बालपाक। यस्तो दामी सिनारीहरू छ नि, मेस्मराइजिङ क्या। 3-4 ठाउँमा चाहिँ अलिकति बाटो चाहिँ एकदमै स्ट्रिम थियो, तर अल्ट्रो छ नि, अल्ट्रो इज द बेस्ट क्या। अनि किन रोकेको यहाँ भन्दाखेरि चाहिँ हल्का आराम गर्न पर्ने। अनि प्लस एज यु क्यान सी झर्ना के बब्बालै छ हो। दुख्द झर्ना नै जाने चाहिँ कता यहाँबाट? यस्तो दामी छ नि त केटाहरू झर्ना। If we tried it, we can make it. Don't we ever just take some chances and stop your thinking and start your living. Get your shoes on, we're going dancing. There's living problems, we could solve them. Try another, I know you've got one, but there's no hurry. The nightlight's calling.
in the van we're driving to Austin. This feels like time is making fun of me, taking away at the walls and I can barely breathe. This might be my only chance to leave. सो गाइज चाहिँ फाइनल्ली हामी चाहिँ अहिले बारपाक आएको अवस्था छ। हामी चाहिँ लारपाके माथि जान खोजेको थियो होइन, र त्यहाँ चाहिँ बाटो बन्द रहेछ। 4 बजेबाट मात्रै खोल्ने रहेछ है, किनभने बाटो बनाउँदाखेरि के हुन्छ अरे त्यो ढुङ्गाहरू झर्ने भएर चाहिँ हामीले जान दिएन होइन। अनि हामी चाहिँ फेरि फर्केर आधी घन्टाको ड्राइभमा फाइनल्ली हामी चाहिँ अहिले ठ्याक्कै बालपाकको यो भ्यू पोइन्टमा आएको छौँ है। यसमा जानुभन्दा अगाडि चट्ट पेट पूजा गर्नुपर्ने हुन्छ। पेट पूजा गरेर अनि हामी चाहिँ चट्ट के छ भनेर चट्ट एक्सप्लोर गर्छौँ है त। ल यस्तै हो नि। ओइ के हो यस्तो पोखरी पारिपट्टि त्यो पुल थियो नि, हामी त्योबाट आएर बाबु तिमी किन रिसा कि बाबु भन न किन रिसा भन न भन न भन किन रिसा भन न। मेरो फर्स्ट टाइम बालपाक है। तिमीले धेरैचोटि आइसक्यो होला है। म त 100 चोटि पनि बढी आइसक्यो। हामी सबैजनाको फर्स्ट टाइम यहाँनिर, सबैजनाको फर्स्ट टाइम सबै यसको नि फर्स्ट टाइम। If we try to, we can make it. But don't we ever just take some chances and म चाहिँ अहिले यहाँको बालपाको भ्यू टावरमा छु है। यहाँबाट चाहिँ सिनारी चाहिँ बब्बाले देखिएको मेस्मराइजिङ ल। यहाँबाट 360 अरे 360 गाइजहरू 360 This feels like time is making fun of me, taking away at the walls and I can barely breathe. ठ्याक्कै 3:58 गएको अवस्था छ आफ्टरनुन होइन। अनि बालपाकमा चाहिँ वेदर फेरि बबालै छ एज यु क्यान सी है। एज यु क्यान सी हामी चाहिँ अहिले बस पार्कमा अनि चट्ट लगाएर अब बिहानदेखि केही पनि खाँदैन नि त, हल्का फुल्का मात्रै भात खाथ्यो। अनि अब दिदीको पसलमा आएर चाहिँ चट्ट लगाएर चटनी मोमोसँग पाउने रहेछ। अर्डर गरेको छु, उनीहरूले पकाउँदैछ है। अन्त त मैले चाहिँ त्यही हो जहाँ गए पनि बेरै हाल्नुपर्छ। अनि अब ड्रिङ्क्स अनि यतातिर खाना पाक्दैछ। बाबुहरू चट्ट लगाएर फुटबल खेल्दैछ क्यानको। अर्को बाबु चाहिँ कता जस्तो भयो होला नि, त्यसलाई बाई बाई गर्थ्यो। त्यो अब खानासाना खाएर चाहिँ हामी बाटो तताउनुपर्छ। यहाँबाट आई थिङ्क गर्न गो एट लाइक हुन्छ नि त 4:30-5 o'clock इभिनिङको। त्यो गाई चाहिँ हामी चाहिँ घर आएको लगभग 2-3 घन्टा भइसक्यो। घर आउँदाखेरि चाहिँ आई थिङ्क वाज अराउन्ड 7 o'clock भएको थियो इभिनिङको है। अनि खानासाना खायो। फाइनली आम अन द बालपाकको यात्रा पनि काइन्ड अफ मेस्मराइजिङ पनि भयो है। किनभने हामी जाँदाखेरि चाहिँ खासै त्यो केही पनि भएन। हामी कहाँ जाँदाखेरि चाहिँ त्यस हुन्छ नि एज आई मेन्सन बिफोर रोड ट्रिप। अनि रोड ट्रिप गर्दाखेरि राउन्डिङ रोड माउन्टेन अनि त्यो बालपाकको त्यो घरहरू हुन्छ नि त, कतिले देखे होला होइन, त्यो थियो हेर्नलाई मात्रै गएको जस्तो भयो। सो
फ्रिकिङ टायर्ड होइन म सुन्नु पर्ने हुन्छ ल गाइजहरु है थ्यांक यू फर वाचिङ होइन अनि टिल देन सी यु इन नेक्स्ट ब्लग है त ल बाइ